हामीले चाहिँ अस्ति न यो पेमेन्टसम्म गरिरहेको थियो र माया अर्डर्समा चेक गर्दाखेरि चाहिँ मेरो यो सबै आइटमहरू चाहिँ डिस्प्ले भइरहेछ। मैले अहिलेसम्म चाहिँ यसमा 3टा आइटम चाहिँ अर्डर गरिसकेको छु। कुनै चाहिँ क्यास अन डेलिभरी छ, कुनै चाहिँ कार्ड मेथडबाट गरिरहेको छ होइन। ल यो त भयो। अब एउटा अर्को कुरा चाहिँ यसमा बुझ्नुपर्ने के भन्दाखेरि चाहिँ यदि फर इक्जाम्पल तपाईँको एउटा नयाँ युजर आयो होइन, रजिस्टर नै गरेँ मैले। युजर्स भनेको चाहिँ तपाईँको ल युजर 2 होइन, नयाँ युजर आइरहेछ। त्यसमा चाहिँ उसले ल केही पासवर्डहरू दियो, अनि रजिस्टर गर्यो, सक्सेस भयो। अब लगइन गर्दाखेरि चाहिँ युजर 2 पासवर्ड दिनु पऱ्यो, लगइन गर्नु पऱ्यो। यो चाहिँ लगइन त भयो होइन, तर यो चाहिँ भेन्डर्सको अल प्रोडक्ट्समा गइरहेछ अहिले होइन। एउटा चाहिँ त्यो मिलाउनु पऱ्यो। र जस्तै अब युजर त भर्खर त लगइन त भएको छ नि हो होइन। लगइन हुने बित्तिकै चाहिँ यो डेटाबेसमा चाहिँ जान दिँदैन कि उसले चाहिँ है। जस्तै यो पेज जुन छ नि यो चाहिँ भेन्डरको लागि मात्रै हो। युजर पेजको लागि त हामीले यहाँ होम प्रोडक्ट्सहरू बनाएको छ, त्यसमा चाहिँ जानु पऱ्यो है। यदि युजर 2ले अथवा कुनै पनि युजरले चाहिँ यो भेन्डरको जुन पाथ छ नि त्यसमा जान खोज्यो भने चाहिँ त्यसलाई चाहिँ ब्लक गर्नु पऱ्यो, त्यसमा चाहिँ जान दिनु भएन। त्यसमा जानको लागि चाहिँ कि त भने एडमिन हुनु पऱ्यो, कि त भने स्टाफ हुनु पऱ्यो, अनि मात्रै यो भेन्डरमा जान मिल्छ, नत्र भने चाहिँ अरू चाहिँ जान मिल्दैन है। ल त्यसको लागि चाहिँ हामी पहिला सुरु त एउटा काम चाहिँ गर्छौँ। पहिला सुरुमा चाहिँ हामी के काम गर्छौँ भन्दाखेरि चाहिँ यो एकाउन्ट्सको भ्युजमा जान्छौँ र त्यसमा चाहिँ हामी यहाँ लगइन गरिरहेको छौँ यसलाई होइन। लगइन गर्ने बेला इफ युजर इज नट नन लगइन गरिरहेछ। अब त्यहीँनिर चाहिँ हामी एउटा अझै कन्डिसन चाहिँ थप्नु पऱ्यो। इफ युजर डट इज स्टाफ, स्टाफ आयो भने कसरी ट्रिट गर्ने अथवा कुन पेजमा रिडाइरेक्ट गर्ने। इफ युजर डट इज युजर है, सरी इज एक्टिभ भयो भने कसरी ट्रिट गर्ने, त्यसलाई कुन पेजमा रिडाइरेक्ट गर्ने है, त्यो कुरा चाहिँ हामीले यसमा डिफाइन गर्नु पऱ्यो। यसमा चाहिँ एडमिनको लागि चाहिँ मैले गरेन है। यदि गर्नु पऱ्यो भने चाहिँ एडमिनको लागि पनि सेम तरिकाले गर्न मिल्छ। यसलाई चाहिँ मैले इलिफ बनाएर एउटा माथिबाट इफ कन्डिसन अझै थप्न मिल्छ होला। युजर डट इज एडमिन अथवा सुपर युजर छ भने चाहिँ त्यसलाई के गर्ने। सुपर युजर छ भने चाहिँ त्यो चाहिँ हाम्रो सिधै एडमिनमा जाने भयो। यहाँ चाहिँ हाम्रो एडमिन भनेर छ, यो म्यासेजहरू चाहिँ त्यसमा पर्दैन है। एडमिन चाहिँ जाने भयो। बाँकी यदि स्टाफ छ भने चाहिँ अल प्रोडक्ट्समा गइरहेछ, ठिक छ। अनि यदि इज एक्टिभ छ भने चाहिँ तब त्यो अल प्रोडक्ट्समा जाँदैन, त्यो चाहिँ होममा जान्छ है। यसरी चाहिँ हामीले युजरलाई चाहिँ फिल्टर गर्छौँ। कुन युजर हुन्छ त्यही अनुसार चाहिँ त्यसले लगइन गरे अनुसार चाहिँ काम गर्छ। अब चाहिँ एकचोटि मैले यसलाई लगआउट गरेँ। अब यहाँ सर्भर बन्द भएको होला, सर्भर रिस्टार्ट, अनि यहाँ गएर रिफ्रेस गरौँ एकचोटि। लगइनमा युजर 2ले लगइन गर्दाखेरि त्यो होम पेजमा चाहिँ आइरहेछ कि है। आउनुपर्ने चाहिँ होम पेजमै हो, होम पेजमा आइरहेछ। नत्र भने यदि एडमिनले लगइन गर्यो भने एडमिन चाहिँ अब हाम्रो पासवर्ड त सजिलै रहेछ, एडमिन। ओके, रिवर्स फर एडमिन नट फाउन्ड भन्छ। एडमिनको लागि चाहिँ यसमा के डिफाइन गरेको छ, इ कमर्सको युआरएल्समा गएर हेर्दा हुन्छ। हामीले चाहिँ यसमा नेम डिफाइन गरेर छ, त्यही भएर चाहिँ आएन। नेम इज कल्स टु एडमिन भनेर दिन मिल्छ। ल अब चाहिँ रिफ्रेस गर्दौँ। ओके, यसमा चाहिँ एकचोटि फेरि ट्राई गर्नुपर्छ। यदि एडमिनले लगइन गरिदियो भने एडमिन नट फाउन्ड,
नेम एडमिन यो चाहिँ के भयो भन्दाखेरि युआरएल्समा जाउँ भ्युजमा भ्युज छैन जस्तो लाग्यो सर। हजुर भ्युज छ कि नै हाम्रो क्रिएट गरेको? मैले बुझिनँ तपाईँले भनेको यसमा भ्युजमा चाहिँ डिफाइन गर्नुपर्छ यो नि। मैले यो नेमबाट नगरेर मैले डाइरेक्टली स्ल्यासबाट नै गरिदिन्छु स्ल्यास एडमिन अनि अब चाहिँ त्यो हुनुपर्ने हुन्छ एडमिन र एडमिन अब चाहिँ यसरी डाइरेक्टली त्यो एडमिन प्यानलमा जान्छ है अब बाँकी चाहिँ यदि भेन्डर छ भने त्यो भेन्डर चाहिँ तपाईँको आफ्नो जुन इन्टरफेस हुन्छ त्यसमा जान्छ है अब भेन्डरको युजर चाहिँ हामीले अझैसम्म बनाएको छैन त्यो बनाइसकेपछि हुन्छ अहिलेको लागि चाहिँ मैले फेरि एकचोटि युजर टूलाई लगइन गर्नु छ है ल अब जस्तै के गर्न मिल्छ भन्दाखेरि चाहिँ यदि कुनै पनि युजर छ र उसले चाहिँ त्यो भेन्डरको पेजमा जान चाह्यो भने चाहिँ त्यो जान चाहिँ मिल्दछ कि अल क्याटेगोरिज भनेर होला यसरी जान चाहिँ मिलिरहेछ डिलिट पनि गर्न मिलिरहेछ अपडेट पनि गर्न मिलिरहेछ हो त्यो चाहिँ हामीले मेन ब्लक गर्नु पऱ्यो युजर छ भने चाहिँ गर्न पाएन त्यो चाहिँ एडमिनले मात्रै अथवा स्टाफले मात्रै गर्न पाउनु पऱ्यो त्यसको लागि चाहिँ हामी के गर्छौँ भन्दाखेरि चाहिँ यो प्रोडक्ट भनेर हुन्छ नि हाम्रो भेन्डर्सको लागि चाहिँ जति पनि काम भइरहेछ त्यो सबै यसैमा गइरहेछ है यहाँ भ्युजमा गएर हेर्नु भने चाहिँ सबै यसैमा गइरहेछ अपडेट डिलिट क्रिएट सबै यसमा छ भने चाहिँ त्यसैमा गएर यो प्रोडक्टमा चाहिँ हामीले एउटा फाइल बनाउँछौँ एक्सेस डट पाई भनेर त्यसमा चाहिँ हामीले एउटा डेकोरेटर चाहिँ क्रिएट गर्छौँ है डेकोरेटर भनेपछि जस्ट एउटा फङ्सन जस्तै हुन्छ ऱ्यापर फङ्सन हुन्छ त्यसमा चाहिँ अनि कसैले चाहिँ यदि एक्सेस नभएको पेजमा जान चाह्यो भने चाहिँ त्यसलाई चाहिँ हामीले त्यहाँबाट ह्यान्डल गर्न पाउँछ फ्रम Django dot shortcuts import redirect एउटा र फ्रम Django dot contrib import messages यो दुइटा गर्नु पर्यो र डेफ एउटा फङ्सन हामीले क्रिएट गर्दैछौँ यसमा भेन्डर वानली भनेर जे लेख्दा नि हुन्छ मैले चाहिँ भेन्डर वानली भनेर एउटा बनाएँ र यसमा चाहिँ हामीले दिनुपर्ने एउटा काम चाहिँ के भन्दाखेरि चाहिँ भ्यू फङ्सन भनेर एउटा प्यारामिटर पास गर्नुपर्ने हुन्छ यसमा हामीले एफयुएनसिटिआइओएन भ्यू फङ्सन अनि त्यसपछि एउटा अर्को फङ्सन आउँछ डेभ ऱ्यापर फङ्सन अनि ऱ्यापर फङ्सनमा चाहिँ रिक्वेस्ट कमा आक्स कमा क्वाक्स यो जान्छ र त्यसपछि इफ रिक्वेस्ट गरेको युजरले यदि इज authenticated and and request dot user dot is staff है कि तपाईँले स्टाफ मतलब एन्ड यहाँ एन्ड अपरेटर छ भने चाहिँ यो दुइटै हुनु पऱ्यो लगइन हुनु पऱ्यो र त्यो स्टाफ हुनु पऱ्यो है त्यस्तो छ भने रिटर्न भ्यू फङ्सन रिक्वेस्ट आक्स क्वाक्स है भन्नुको मतलब यदि त्यो त्यस्तो छ भने अथेन्टिकेटेड प्लस स्टाफ दुइटै हो भने चाहिँ जुन पेजमा जान खोजिरहेको छ त्यो पेजमा जान दिनु पर्यो नत्र भने एल्समा मेसेज डट इरर रिक्वेस्ट गर्दाखेरि यु आर नट एलाउड टु दिस पेज एउटा मेसेज जान मिल्छ र रिटर्न रिडाइरेक्ट
होम पेजमा जान्छ। अनि यही कुरालाई चाहिँ हामीले मल्टिपल टाइम्स रिपिट गर्नको लागि चाहिँ एउटा रिटर्न ऱ्यापर फङ्सन चाहिँ रिपिट गरिदिन्छौँ। ऱ्यापर फङ्सन भनेपछि त्यही माथिकै फङ्सन हो। अब जसमा चाहिँ तपाईँले यो भेन्डर्समा भन्ने डेकोरेटर युज गर्नुहुन्छ हो त्यसमा चाहिँ यो ऱ्यापर फङ्सनले चाहिँ काम गर्ने भयो हरेक पटक है। जतिसुकै पटक ट्राई गरे पनि त्यो चाहिँ जाँदैन। र यसैलाई चाहिँ एउटा डेकोरेटर भनिन्छ। अनि यो डेकोरेटर्सलाई चाहिँ हामीले त्यसको भ्युज डट पाईमा चाहिँ युज गर्नुपर्छ। फ्रम डट एक्सेस इम्पोर्ट अल र फ्रम Django dot country dot auth dot decorators import login required है। एउटा चाहिँ लगइन रिक्वायर्ड, अर्को चाहिँ यो एक्सेस भनेपछि अब जति पनि यसमा फङ्सन्सहरू छ नि त्यो सबै भेन्डर्सको लागि नै हो। ल भनेपछि स्टाफको लागि हो @ लगइन रिक्वायर्ड भेन्डर्स भन्ने यति चाहिँ हामीले गर्न पाइयो है। यो दुइटालाई चाहिँ कपी गर्दै हामी सबैमा पेस्ट गरिदिन्छौँ। यो भयो, सबैमा गइरहेछ। यो पनि भयो। जति पनि फङ्सन्स थियो भेन्डरको लागि चाहिँ त्यो सबैलाई चाहिँ हामीले ब्लक। अब चाहिँ उसले ट्राई गर्छ भने जस्तै युजर 2 मै छ अनि यसले चाहिँ अल क्याटेगोरिज खोलिरहेछ है। मैले यसलाई रिफ्रेस गरिदिन्छु। अब त्यो जान पाएन कि नट एलाउड हुन्छ। ट्राई गरेँ एकचोटि फेरि भेन्डर स्ल्यास अल क्याटेगोरिज यु आर नट एलाउड टु दिस पेज। त्यसै गरी स्ल्यास भेन्डरको अल प्रोडक्ट्स त्यसो भने जान मिल्दैन। तर यदि त्यही कुरा चाहिँ एडमिनले ट्राई गर्छ भने चाहिँ एडमिन पनि जान पाउँछ, अथवा अरू कुनै स्टाफ छ भने स्टाफ चाहिँ जानु पायो। ल यसरी चाहिँ तपाईँले पेजलाई ब्लक गर्नु। यसै गरी अरू पनि कुनै पेज छ जसमा चाहिँ भेन्डर मात्रै जानु मिल्छ अथवा जानुपर्ने हुन्छ भने चाहिँ त्यसरी गर्नु पायो है। बुझिन्छ होइन? बुझिन्छ। के भन्नुभएको हो? तपाईँको साउन्ड आइरहेन किन हो? होइन त बुझिया छ, ए ल ठिक छ, बुझिरहेको छु। ओके ओके। त्यसो भयो अब लास्ट एउटा काम चाहिँ गरिदिउँ। यसमा चाहिँ सबै काम भइसकेको छ। अब चाहिँ एउटा डेटाबेस इन्टिग्रेट गर्नुपर्ने हुन्छ। अनि एउटा कुरा चाहिँ के बुझ्नु पऱ्यो भन्दाखेरि जस्तै अब अहिले त हामीसँग छुट्टै डेटाबेस छ, डिबिएसको लाइट भनेर छ होइन। तर अब मैले डाटाबेस चेन्ज गर्छु भने चाहिँ यसमा जति पनि डेटाहरू हुन्छ नि त्यो सबै रिमुभ हुन्छ है। हामीले जति पनि यसमा प्रोडक्ट्सहरू दिइरहेछ, यो फेभ आइकनहरू लोगोहरू जुन दिइरहेछ, यो नामहरू दिइरहेछ त्यो सबै डिलिट हुन्छ। एडमिन प्यानलमा जति पनि त्यहाँ आइटमहरू हुन्छ त्यो सबै सुरुदेखि नयाँदेखि चाहिँ हुन्छ। यसमा यो सबै डिलिट हुन्छ र नयाँदेखि चाहिँ आउँछ है। त्यो चाहिँ एउटा बुझ्नु पऱ्यो। नत्र भने यस्तो गर्दा हुन्छ, यसमा चाहिँ त्यो डाटाबेसलाई इन्टिग्रेट नगरेर यसमा जे छ छँदैछ हामी अब चाहिँ त्यो एपिआईवाला प्रोजेक्टमा डाटा बेस सुरुमा इन्टिग्रेट गर्छौँ अनि त्यसमा चाहिँ हामी काम सुरु गर्छौँ है। इन्टिग्रेसन गर्ने तरिका सबै सेम नै हुन्छ। त्यो अर्को प्रोजेक्टमा गर्दाखेरि चाहिँ जे होस् यसमा पनि गर्न सकिन्छ। हुन्छ 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 सर। अनि सुन्नुहोस् न, हजुर, एपिआई मतलब रिस्क फ्रेमवर्क भन्न। छोड्नु भएन होइन। जस्तै अब यसमा चाहिँ हामीले पछि गएर हजुर यो प्रोजेक्टलाई फेरि रन गर्नु पऱ्यो होइन। हो त्यसमा चाहिँ डाइरेक्टली यतिकै चाहिँ हामी रन नगर्न पनि सक्छौँ कि है। जस्तै तपाईँले यसलाई पछि गएर चाहिँ यो प्रोजेक्टलाई चाहिँ कतै अर्को सिस्टममा चेन्ज गर्नु पऱ्यो, सिफ्ट गर्नु पऱ्यो होइन। हो यतिकै त अब यो रन हुँदैन नि त अर्कोमा। यो जुन तपाईँले माई इएनबी बनाउनु भएको छ त्यो चाहिँ यसको लागि मात्रै भयो, अरू सिस्टमको लागि चाहिँ काम गर्दैन है। अथवा तपाईँले पाइथनकै भर्जन चेन्ज गरिदिनु भयो भने पनि यो काम गर्दैन। हो त्यस्तो बेला चाहिँ हामीसँग अब कुन कुन लाइब्रेरी चाहिँ हामीले यसमा इन्स्टल गरेको छौँ त प्रोजेक्टमा त्यो चाहिँ एउटा लिस्टिङ गरेर एउटा फाइल बनाएर चाहिँ राख्नुपर्ने हुन्छ। अनि पछि गएर चाहिँ नयाँ सिस्टम आए पनि अथवा नयाँ भर्जन आए पनि
त्यही जुन फाइल बनाएर चाहिँ हामीले लिस्टिङ गरेर राख्छौँ हो त्यसैलाई चाहिँ युज गरेर चाहिँ तपाईँले इन्स्टल गर्न सक्नुहुन्छ पछि गएर है। त्यो चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ सबै कमान्डहरू नै हो यसमा। टर्मिनलमा जाने, पिप फ्रेज रिक्वायरमेन्ट्स डट टिएक्सटी है। रिक्वायरमेन्ट्स डट टिएक्सटी एउटा फाइल अहिले यसमा क्रिएट हुन्छ र त्यसमा चाहिँ हामीसँग कुन कुन पिपहरू यसमा हामीले इन्स्टल गरेको छ यो लाइब्रेरीमा मतलब यो इन्भाइरोमेन्टमा त्यो सबै देखाउँछ त्यसमा चाहिँ। ल यो हुँदैछ, यो भयो होइन। अब यसमा गएर हेर्नुभयो भने चाहिँ यो सबै आयो कि यसमा। तपाईँले चाहिँ यो प्रोजेक्टलाई रन गर्नको लागि चाहिँ यति कुरा चाहिँ हुनै पऱ्यो, यो सबै कुराहरू, अनि मात्र यो प्रोजेक्टलाई रन गर्नु पायो। अब पछि गएर चाहिँ तपाईँले सिफ्ट गर्नुभयो होइन। अब त्यसपछि यो इन्भाइरोमेन्टले काम गरेन, यो त वेस्ट भयो। अब नयाँ इन्भाइरोमेन्ट बनाउने, त्यसलाई एक्टिभेट गर्ने, अनि त्यसपछि यो फाइलमा जति पनि कुराहरू छ त्यसलाई चाहिँ इन्स्टल गर्ने, अनि मात्रै तपाईँले चाहिँ डाइरेक्टली यसलाई रन गर्न पाउनुभयो। त्यसरी चाहिँ यसको सिस्टमले काम गर्छ। ल यसको चाहिँ यति नै भयो। यसलाई चाहिँ मैले अब क्लोज गरेँ। अब भोलि चाहिँ यहाँ हामी एपिआई सुरु गर्छौँ, एउटा नयाँ प्रोजेक्टमा काम गर्छौँ। अनि तपाईँले चाहिँ एउटा काम चाहिँ के गर्नु होला भन्दाखेरि चाहिँ एउटा ज्यामको भनेर हजुर। सफ्टवेयर आउँछ, त्यो ज्याम चाहिँ तपाईँसँग छ कि छैन अहिले, त्यो डाउनलोड चाहिँ गर्नु होला है। अनि यो डाउनलोड, पोस्टम्यान जस्तो भन्छ, पोस्टम्यान हजुर पोस्टम्यान यस्तै होइन र पोस्टम्यान त यो भने। यो पोस्टम्यान होइन। पोस्टम्यान भनेको चाहिँ तपाईँको एपिआई टेस्ट गर्नको लागि चाहिँ हो होइन। यो भनेको हजुर। चाहिँ डाटाबेसको लागि ए, है। एपिआई टेस्ट गर्नको लागि चाहिँ भिएस कोडमै एक्सटेन्सन्सहरू हुन्छ, हामी त्यो युज गर्छौँ। यो चाहिँ डाटाबेसको लागि चाहिँ चाहिन्छ। MySQL मैले डाउनलोड गरेको छु, त्यसले हुनु सर? माइस्क्युएल छ। छ। म अस्ति सिकिरहेको थिएँ युट्युबबाट, छ त्यो चाहिँ। ए हुन्छ, त्यसमा चाहिँ तपाईँले यदि सबै गर्नुभएको छ भने चाहिँ गर्न पाइयो त्यसमा पनि। नत्र भने हजुर। ज्याम युज गर्नुभएको भए चाहिँ ज्याम सजिलै हुन्छ, इन्टरफेस चाहिँ त्यस्तो गाह्रो चाहिँ हुँदैन। ठिक छ, म यही डाउनलोड गर्छु। अनि त्यसमा चाहिँ एउटा काम चाहिँ गर्नुपर्छ तपाईँले। तपाईँले चाहिँ हजुर। युट्युबमा गएर हेर्न सकिन्छ। त्यो ज्याम डाउनलोड हजुर। गरिसकेपछि चाहिँ एकचोटि मैले यसलाई ओपन गरेँ। यहाँ माइएसक्युएल र अपाची बनेर हुन्छ, यसलाई मैले स्टार्ट गरेँ। अनि यसलाई चाहिँ मैले माइएसक्युएलको एडमिन इन्टरफेसमा गएर त्यहाँ मारिया डिबी भनेर चाहिँ एउटा भर्जन हुन्छ, त्यो भर्जनलाई चाहिँ अपग्रेड गर्नुपर्ने हुन्छ तपाईँले है। त्यसको प्रोसेस चाहिँ तपाईँले युट्युबमा भेट्नुहुन्छ अथवा च्याट जिपिटीले पनि भनिदिन्छ, त्यो गरेर चाहिँ आउनु होला। हुन्छ। अपग्रेड गर्नुपर्छ भन्नुभयो सरले? यो म खोल्दैछु, यो देखाउँछु कि खोलेपछि मारिया डिबी भनेर ए, हुन्छ एउटा, अनि त्यो चाहिँ तपाईँले हजुर। अपग्रेड गर्नुपर्ने हुन्छ। जस्तै यो चाहिँ खुल्यो होइन। यसमा चाहिँ डाटाबेसको सर्भरमा गएर हेर्नुभयो भने चाहिँ यहाँ चाहिँ मेरो सर्भरको भर्जन 11.8.2 भनेर आइरहेको छ मारिया डिबीको होइन। तर तपाईँको चाहिँ यसमा 10.4 समथिङ भनेर आउँछ बाई डिफल्ट हो। त्यसलाई चाहिँ तपाईँले अपग्रेड गर्नुपर्ने हुन्छ है। हुन्छ। त्यति चाहिँ गरेर आउनु होला। हुन्छ। अरू बाँकी काम चाहिँ हामी क्लासमा गर्छौँ। हुन्छ। माइस्क्युएलबाट गर्नुहुन्छ भने चाहिँ त्यो परेन, बाँकी च्यामबाट गर्नुहुन्छ भने चाहिँ त्यो चाहिँ पर्छ।